ल फेरि पार्ट 2 मा आइसके। वेलकम टु माई ब्लग भिकोन ब्लगमा सबले स्वागत गर्नुहोस् भन्न चाहन्छु। भन्ने मलाई कन्ट्रोल भएन के, यति राम्रो सिन छ कि के भन्ने, आज कन्ट्रोल भइरहेन। पार्ट 2 पनि बनाउनै पर्ने जस्तो भयो, त्यही कारणले फेरि एउटा भिडियो बनाइदिएको। कति मजाको सिन। ल हेर्नुहोस्, काठमाडौँको भ्यू छ यहाँ। अलि धमिलो भएको कारणले अलि देखिँदैन, त्यही पनि होइन, राम्रो छ। पुरा झन्डाको सिन हेर्नुहोस् न। सबैजना यतातिर आफ्नो आफ्नो फोटोग्राफीमा चिल छन्। राम्रो छ भ्यूज। आउनु होला, टक्क भिजिट गर्नु होला, किनकि आफ्नै नेपालको संस्कृति हो हैन। यसलाई माया र पूर्ण अगाडि रूपमा यसको अझै विकास हुनुपर्छ भनेर। बाटो खराब छ के मेन हो, म हिलो बाटो भएर आएको। बन्दैछ, पिच कहिले बन्छ थाहा छैन। धुलो धुवा छ, अलिक खराबै छ। त्यही पनि तपाईँ फेरि कुनै बेला आएर यसो भिजिट सिजिट गऱ्यो भने यहाँको एउटा माहौल चेन्ज हुन्छ नि त हैन। यो त प्रख्यात रूपमा हुन्छ नि, त्यस्तै हो। तर फ्रेस हुने ठाउँ छ। झन्डा मैले झन्डालाई छेकिदिएको है। कन्ट्रोल नै भएन आज। पार्ट 2 पनि अब के भन्ने, यति नै भन्छु भन्ने। ल साथीहरूलाई डिस्टर्ब भयो रे। ल यति भन्दै म बिकन ब्लगको पार्ट 2 फेरि अहिलेलाई समाप्त गर्न चाहन्छु। ल बाई।